अहिले माई खोला गएको भिडियो एकपछि बनाउनु पर्ने हुन्छ। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। लक्ष्मी पूर्णिमा श्रेष्ठ। नयाँ दिनको साथ नयाँ भ्लग। आज चाहिँ म भ्लगमा हजुरहरूलाई यस्तो राम्रो राम्रो ठाउँ देखाउँछु। यस्तो राम्रो ठाउँ भन्नुको मतलब चाहिँ यही हो है साथीहरू। हामी चाहिँ माई खोला छौँ। हामी फुल किन्न लागेछौँ। उयो डाली छ, डाली भएको छैन। डाली छ, डाली डाली दिनुहुन्छ। डालीमा त त्यही त। यो कति हो? कति हो? 100 रुपियाँ। यो हामीले लिने कि दिने त? होइन, हामीलाई एकछिन काम चलाउनु त हो नि। यो लान्छौँ नि? हुन्छ, एउटा लाने। हजुर, मिठाई तपाईँको छोरा घरमा लान्छ नि पर्छ। साथीहरू, यहाँ चाहिँ यस्तो सामानहरू छ। हेरेँ मैले दूरबीनले। बन्टुकहरू पनि रहेछ। मलाई त केही बोल्न आएन हौ साथीहरू, के गरौँ। तपाईँहरू पनि आउनु होला माई खोला दर्शन गर्न। अनि तपाईँहरू को चाहिँ यताबाट हुनुहुन्छ, लाइक सेयर कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला साथीहरू। यहाँ चाहिँ हाम्रो सार्वजनिक टोइलेट हो। ला ला, यहाँ बोजूहरू हिँड्नुहुँदैछ। यहाँ चाहिँ टपहरू रहेछ साथीहरू। टप, वाउ, दामी रहेछ। दामी टपहरू रहेछ। वाउ, कति राम्रो गुडिया। किन्ने चाहिँ होइन, छाम्दै हिँड्ने मात्रै हो साथीहरू। के गर्नु, मलाई त लाज लाग्यो। तर नि केही छैन, म त भिडियो बनाउन छोड्दैन। लाज लाग्यो, तर नि भिडियो बनाउन चाहिँ छोड्दैन मैले। अब चाहिँ एकैचोटि हामी माईमा गएपछि भिडियो बनाउँछौँ साथीहरू। चाहिँ हाम्रो सारङ्गी बजाउनु रहेछ दाइहरूले। बिरे, मलाई त तिमीलाई देख्दा कस्तो यो मान्छेले याद आयो। हामी नि पछि यस्तै हुन्छ मलाई। पूजा त पुरै उल्टै भयो त। अनि यो त हजुर कहाँबाट गर्ने? यता फर्केर यता। अनि ए ल ठिक छ। थाहा भएन नि त। दुई हातले
सुनिता राईले भन्नुहोस् त हेलो गुलाब जल आयो आयो गुलाब सल डढाएर हैरान गुलाब जल अनुहार चम्किलो फुस्रो भएको पनि जान्छ हजुर भयो। आजबोजी चाहिँ टक्क लाएर मिलेर माइमा आउनु भएको रहेछ साथीहरू। यतिको चाहिँ हुनुपर्छ है जिन्दगीमा चाहिँ, यतिको चाहिँ साथ हुनु पर्यो। साथीहरू यहाँको दृश्य चाहिँ यस्तो छ है। शनिबार हो के भन्छ माइमेनी पूजा यस्तो भएको छ साथीहरू।